आज संसार एआईको युगमा छ। च्याटजिपिटी, सेल्फ ड्राइभिङ कार्स, रोबोटिक्स सबैको पछाडि एउटा शक्तिशाली टेक्नोलोजी काम गरिरहेको छ। तर के तपाईँलाई थाहा छ? आज एआईको राजा मानिने एनभिडिया एक समय अलमोस्ट कसैले नचिनेको कम्पनी थियो। एक यस्तो कम्पनी जसलाई धेरैले इग्नोर गरे, आज त्यो नै टेक दुनियाँको ब्याकबोन बनेको छ। आज हामी हेर्नेछौँ कसरी एनभिडिया अन्डरडक्सबाट एआईको राजा बन्न पुग्यो त। एनभिडियाको सुरुवात सन् 1993 भएको थियो। फाउन्डर थिए जेनसेङ ह्युआङ र उनका साथीहरू। त्यो बेला कम्पनीको फोकस के थियो त? त्यो बेला कम्पनीको मेन फोकस भनेको गेमिङ ग्राफिक्समा थियो। जिपियु बनाउने कम्पनी जुन केवल गेम खेल्ने राम्रो भिजुअल्स दिन्थ्यो। त्यो बेला कसैले पनि सोचेको थिएन कि यही जिपियु भविष्यमा एआईको मुटु बन्नेछ। इन्टेल र एएमडी जस्ता ठुला कम्पनीहरूले बजार नियन्त्रण गरिरहेका थिए। एनभिडियालाई खासै महत्त्व दिइँदैनथ्यो। तर एनभिडियाले एउटा कुरा अरूभन्दा पहिले बुझ्यो। जिपियु केवल ग्राफिक्सको लागि होइन, जिपियुले एकैचोटि धेरै क्याल्कुलेसन गर्न सक्छ। यसलाई प्यारेलल प्रोसेसिङ भनिन्छ। सिपियुले काम गर्छ सिक्वेन्सियल रूपमा, तर जिपियुले हजारौँ काम एकैपटक गर्न सक्छ। यही कुरा एआईको लागि पर्फेक्ट थियो। डिप लर्निङ र न्युरल नेटवर्क्सलाई म्यासिभ कम्पिटिसन चाहिन्छ र त्यहाँ जिपियु उत्कृष्ट साबित भयो। त्यसले गर्दा एनभिडियाले राम्रो बजार समात्न सक्यो। जब एआई रिसर्च बढ्न थाल्यो, साइन्टिस्ट र इन्जिनियर्सहरूले एनभिडियाका जिपियु प्रयोग गर्न थाले। बिस्तारै एनभिडिया गेमिङ कम्पनीबाट एआई कम्पनीतर्फ ट्रान्सफर्म हुन थाल्यो। पछि आयो एआई बुम। च्याटजिपिटी जस्ता टुल्सले दुनियाँ हल्लाइदियो। गुगल, माइक्रोसफ्ट, एमाजोन जस्ता कम्पनीहरूले एआईमा म्यासिभ इन्भेस्टमेन्ट गर्न थाले। तर एउटा समस्या थियो। एआई मोडल ट्रेन गर्न इनर्मस कम्प्युटिङ पावर चाहिन्थ्यो। र त्यो पावर दिने चिप्स कसले बनाउँथ्यो? एनभिडियाले। एआई मोडेल ट्रेन गर्न हजारौँ जिपियु चाहिन्छ। डाटा सेन्टर्सहरू एनभिडियाका हार्डवेयरले भरिन थाले। डिमान्ड यति धेरै बढ्यो कि एनभिडियाका चिप्स गोल्ड जस्तै महत्त्वपूर्ण भए। एनभिडिया अब केवल गेमिङ कम्पनी थिएन, यो एआई रिभोल्युसनको ब्याकबोन बनिसकेको थियो। यससँगै एनभिडियाको भ्याल्यु पनि एक्सप्लोड भयो। एक समय अन्डरडक्स मानिएको कम्पनी आज $1 ट्रिलियन कम्पनी बन्यो। यस्तै भिडियोको लागि सब्सक्राइब, फलो गर्नुहोला। धन्यवाद।